आमा आमा खुट्टा पनि ल्याम्मै हानिहाल्यो चाँदीको पैसा चाहिँ चाँदीको हो हो त ओ चाँदीको औँठी भेट्टायो बाक्लोमा एक पलाङ पड्काउँछु ल नमस्कार दर्शक वृन्दहरू सबैजना सन्चै हुनुहुन्छ अहिले चाहिँ म केटाहरूसँग नुहाउन आइरहेको छु रोहन आर्यनसँग केटाहरू वहाँ पर छ अनि खोला यही हो त्यही त हुन्छ बब्बाल छ यार ठुलो छ यो खासमा चाहिँ हात्तीलाई पौडी खेल्ने ठाउँ बनाएको अरे अब हात्ती आउँदैन यहाँ नुहाउनुलाई के अनि यता पुरै जङ्गल छ जङ्गल डढाएर लाएर ढुट्टो छिरा केटा हो हाम फाल्न माथिबाटै कस्तो गोपाले छ भने नि यो लुकाउँदै छिरा आमा आमा ओइ यो कसको चप्पल हो यहाँ उमालेर राख्छु है म एकछिनमा म पनि अब छिर्छु मजाले लुगाइसकेर छिर्छु मान्छे आउँछ भरे लाजा मार्दा ओइ हाप्लाङ छुप्लुङ नपार है आलेको मोबाइल फेरि रुन्छ यो कति बजी यस्तो खोला नआएको यार कटिनै खोलिदिने यत्रो ठुलो छ नि ठाउँ माछाले काट्यो कि क्या हो यार ला काट्यो यार यहाँ हेर न खुट्टा पक्रेर यहाँ पक्रेर हट त कहिले फाप्दैन मलाई पौडी खेल्दाखेरि खै लगाउ न चाँदीको पैसा चाहिँ चाँदीको हो चाँदीको हो त साँच्चै चाँदीको ओइ बेच्दिउँ ओ चाँदीको औँठी भेट्टायो ए चाँदीको औँठी भेट्टायो गाइस कुन हौ यसको वाइड एङ्गल यही होला यो हेर त हो त होइन हो नि चौको ढिमालीमा आन्टीहरूको होला ओ विपिन अहिले कसैले औँठी हराएन औँठी यहाँ चारो खोज्ने मान्छेहरूले कसैले नदेऊ है गाजा खाइदिएला यसले गाजा खाइदिएला यसले फोटो खिच न ला फोटो खिच्छु चुप्लुक्क डुबाइदिए पैसो यस्तो पैसो ओइ लौ रोहन लौ गिफ्ट हान्देऊ गर्लफ्रेन्डलाई गिफ्ट हान्देऊ ओ विपिन लौ औँठी चाँदीको बेसी खाइदिला फुल्ले राम्रो हो चाँदीकै त होइन होइन चाँदीको हजुर उयो फुल्ले राम्रो अन्त रहेछ सुरुमै खुट्टा काटी गयो ल पैसो उयोले राम्रो छ फ्लावरको छिटो यो भित्र के छ यहाँ पनि त्यस्तै रहेछ नि त सानो पाइप चलो गाई मलाई सर्बो थियो भने चलो कसरी छिर्ने यार छिर्दै यस्तै हो म डुलोमा छिर्नु सक्दिनँ म सफल भइनँ म डुलोमा छिर्नु सफल भइनँ म अब निस्किन्छु त्यहाँ हेर्नुहोस् आलेलाई यता उक्ल्नु पनि नसक्ने रहेछ पावर देखाएको ल्याउनु खोज्या सकिनँ आइज हाले खुट्टा पनि ल्याम्मै हानिहाल्यो ए एकछिन त काटी गयो नि खुट्टा ज्यान देखाउँछ मुला ओ कागले यस्तो ज्यान देखाउँछस्
बोल्ने मान्छे ओइ ओइ तेरो मोबाइलको फुट्ला नि म त यसले छेक्छु भाइ यसले छेक्छु म त भाइ चिकवासको मोबाइल थाहा होला यहाँ आउँदैछ कि यसको म बाक्लोमा एक पलाङ पड्काउँछु ल यसको उठ 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 अबे साले उठ उठ फेरि उठ आउँछ हान्नुलाई यो झाँटा पनि फेरि बस्यो बस्छस् लाग्दै गयो हामी त घरतिर अहिले तर ओपर टाउको याद हामी पौडी खेलेर रोहनको पनि टाउको दुख्यो भने सबै केटाहरू तिनैजना टाउको दुख्यो हाम्रो लाग्दै गयो अब रोहनको घरमा जान्छु मेरो काम छ त्यहाँ गेम खेल्नु पर्ने रोहनले आर्यनले भिडियो बनाउँछ अरे सिनेमेटिक भिडियो कट्टु खोलेर यहाँ ल के हो केटाकेटी हो दामी ठाउँ छ नि त बाई बाई है बाई बाई हेलो गाइज आज चाहिँ हामी नुहाएर आउँदै आएको यहाँ सुदिन द ब्लगर यस्तो हेन्डसम केटाको गर्लफ्रेन्ड छैन भन्दैछ कोलाई चाहिन्छ सम्पर्क गर्नु होला उहाँलाई गएर युट्युब च्यानलमा ठचक 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 बजाइदिइहाल्नु इट्स मी न्यू ब्लगर न्यू ब्लगर म पैसाको माथि अरे यसरी खोइ अरे अरे यो कुन हिँडाइ हो रे पैसाको माथि पैसा कमाएपछि हिँड्छ अरे युट्युबबाट पैसा कमाएर हिँड्छ अरे यसरी है सुदिनले सोच चाहिँ ठुलै रहेछ है हाम्रो सुदिन ब्लगरको पैसा नकमाउनेहरू चाहिँ यसरी